यस यस सो गाइज म चाहिँ हजुरलाई के भन्न चाहन्थेँ कि एक्चुअली आज चाहिँ हाम्रो एउटा नयाँ मेम्बर जोडिनु भएको छ हाम्रो युट्युब च्यानलमा सो उहाँ चाहिँ दिदी हुनुहुन्छ हेलो दिदी वेलकम टु आवर स्मल ब्लग वेलकम टु आवर स्मल ब्लग प्रदर्शित देउडा गायिका सङ्गीता शाह र मेरो स्वरमा रहेको एकदमै टिपिकल देउडा गीत झल्किया दन्तपाटी जस्तो थोक्रा जतै देखिने त्यो पश्चात मेलामा आयो भने सुन्ने भइने गुनगुनाउन चाहन्छु सुनेर माया गर्नुहुन्छ र पछि भन्ने आशा राख्दै मेरो दलका साथीहरू पनि छन् उहाँका लागि एकछिन भए पनि ताली बजाइदिनु पर्यो है हामीले विगत 4 वर्षदेखि सामाजिक यहाँ सब राम्रै छन् बस पैसे होने चाहिए उहाँका लागि एकछिन भए गाइज यता पनि देख्न सक्नुहुन्छ मेला सबैजना आइराख्नु भएको किनकि सिङ्गरहरू चाहिँ अहिले चाहिँ मेला चाहिँ फर्स्ट लागिहाल्छ होइन कति बजीतिर 11 बजीतिर बिहानै खुलिहाल्छ तर सिङ्गरहरू चाहिँ एकदम लेट आउँछ होला सायद अरू केही छैन देखाउनलाई यतापट्टि गाइज गाइज बबीले चाहिँ फर्स्ट टाइम आफ्नो जस्तै साथी भेटाएको छिटो भन्दा छिटो स्टेजमा आइदिनु होला फर्स्ट टाइम खुसी लाग्दैछ आफू जस्तै पार्नु भेटाएँ मोटोहरूसँग गएर छेउ भइसकेको थिएँ हामी दिदी चाहिँ खुसी थियौँ अलरेडी अलवेज रक आफ्नो नृत्य या गायन प्रस्तुत गर्न अगाडि तपाईँले आफ्नो गीतहरू विशेष साथीहरूलाई पहिले नै बुझाइसक्नु होला किनकि तपाईँ आफै बुझाउन जाँदा स्टेजमा आउँदा अलिक ढिला हुन जान्छ हामीलाई पनि ढिला मन गरिकन उनी ब्युटिफुल बहिनी भूषा बहिनीको मैले चाहिँ धेरै बेसी त कहिले पनि छैन है गाइस हेर्नु त यो कुरा म अलि ठुलो छु त नै अलि सानो छु भन्न म अलि ठुली छु यिनीले जुत्ता हालेर हो आफूले अलि छोटै छु क्या आज तिमीले लामो किन लाग्यो भने हैन म थोडा ठुली छु यतिको फरक थाहा छ गाइस एउटा बहिनीले डान्स गर्दैछ उता गाइस मान्छे चाहिँ उता डान्सको के भन्छ नि मान्छे चाहिँ उता मनोरञ्जन गर्छ डान्सको हामी चाहिँ आफ्नै दुनियाँमा कोही पनि आउनु भएको छैन हामीहरू चाहिँ यस्तै इन्जोय गरिरहेको छु बट मान्छेहरूको क्राउड चाहिँ कम्पेयर टु अगाडि चाहिँ So everyone, right now
यिनीहरूलाई चाहिँ भोक लागेको थियो कहाँ चटपटेको दुकान छ भनेर हिँडिदिरहेछन् मलाई त थाहै छैन यो समोसा नि रहेछ गाइस यतापट्टि समोसा चाट बट आई रियली डोन्ट लाइक कि वाइ दे किप इट ओपन के त्यसलाई ओपन चाहिँ नराख्नु पर्ने है सो राइट गाइस अहिले चाहिँ हामी चटपटे खाने प्लान सो एभ्रीवन राइट नाउ चाहिँ हाम्रो चटपटे खाने एभ्रीवन राइट नाउ चाहिँ हाम्रो चटपटे खाने प्लान भएको छ अनि हामी चाहिँ अहिले चटपटे खाँदैछौँ यहाँ चाहिँ आन्टीको चटपटे बनाउने तरिका कस्तो छ हेरिहालौँ गाइस के गरौँ अब हामी सिङ्गल मान्छे उताको चाहिँ मान्छे चाहिँ जसले आज देख्नुपर्ने उनले देखेको छैन जसलाई भने नि अब बुझिहाल्यो तिमी धेरै मात्तिने काम नगर मेरो साथी रोइरहेको हुन्छन् तिम्रो लागि सो एभ्रीवन यिनीहरूको प्लान चाहिँ बार बार चेन्ज भयो हुन्छ कतिखेर चटपटे कतिखेर पानीपुरी पता नि यिनीहरूलाई के खाने मन छ सिधा कुरा म त बुझ्नै सक्दैन भने यिनी केटीहरूको कुराहरू म चाहिँ केटा परेँ बट आई वान्ट टु बी अ बोय गाइज साँच्चै इस जन्म में नहीं हुआ दूसरी जन्म में जरूर होगा गाइज लास्टमा यिनीहरू आए एउटा होटेलमा ओके अब मलाई थाहा भएन यिनीहरू यहाँ के खान चाहन्छन् के गर्न चाहन्छन् भनेर गाइज सुन्दरी सुन्दर देखाएको छु यार गाइज यता लेखाएको छ मासु भात 100मा चिकन राइस 100मा गट अहिले चाहिँ मासु भात को खाने हो भने what I wanna say is कि अरे यहाँनिर मान्छेहरू पनि धेरै रहेछन् मलाई गाइज I don't know the reason either I'm pretty either I'm full either I look like a joker because everyone is looking at me like I'm some kind of joker जोकर त म नदेखे होला म जस्तो प्रिटी गर्लको जोकर भन्ला र भने no I don't think anyone will ever tell you बबी मलाई त बिहेको जस्तो भाइब आउँदैछ यार उतेलले गर्दा हेर न गाइस यिनीहरू चाहिँ बसिसक्यो होइन अहिले खानाको लागि चाउमिन खाने रे अरू त के खाने यिनीहरू चाउमिनै खाने रे तिर खाएको काग के गर्नु दिदीलाई अघिदेखि पानी प्यास धेरै लागिरहेको थियो क्या अहिले चाहिँ हामी फाइनली बसिसक्यो अरू चाहिँ केही थियो अहिले चाहिँ हामी चाउमिन खाने बरु अरू कुराहरू चाहिँ पछि पछि खाँदै गर्नु अहिले चाहिँ चाउमिन यस खाँदै गरौँ न अहिले चाहिँ चाउमिन मात्र खाने सो गाइस लेट अस सी कस्तो हुने रहेछ यहाँको चाउमिन पनि No guys. Charge. आउने बित्तिकैमा फेरि आउँदैन तपाईँहरू सबैजना आइदिनु भएको छ सबको शोभा बढाइदिनु भएको छ आइडिया प्रक्रिया शोभा बढाइदिया यो शोभा तपाईँहरूले बढाइदिनु भएको छ अब भने विलम्ब नगरिकन प्रस्तुति फेरि आउने बित्तिकैमा स्टेजमा बोलाउनेछु र एउटा प्रस्तुतिको लागि म सुदूरपश्चिम मेदिनीपुर नै जान चाहन्छु यो प्रस्तुतिको क्रममा प्रतिभाका धनी प्रतिभावान अत्यन्त लोकप्रिय खाऊ खाऊ बिमला खाऊ मैले छुट्याएका कुराहरू कति गीत मात्रै गएर जस्तो पनि लागिरहेको होला ल तिनटै खेरी गर है ल अब सबैजना अलिअलि अगाडि आउनु है त अब सबैजना एकछिन हुने गर्नुपर्छ एकछिन सबैजनाको हल्ला म
छुट्ने भयो यार मान्छेलाई भोक पनि लागिसक्यो मैले 100 रुपैयाँ टिकट काटेको छु 50 स्कुटीको लागि 50 कोही आएकै छैनन् के कोही आएकै छैनन् गाइस सो ब्याट्री पनि सकिसक्यो हैन अब भोइस पनि सकिसक्यो मान्छेलाई निन्द्रा लागिसक्यो मान्छेलाई अनि भोइस पनि पुरा बसिसक्यो हैन हुन त म सिंगिङ गरिरहेको थिएन फेरि पनि भोइस सकिसक्यो एन्ड गाइज आई थिंक अब आर्टिस्टलाई पनि हेर्न पाउने हो कि नै त्यो पनि थाहा छैन गाइज अहिले चाहिँ 6 बजिसक्यो फेरि पनि दिदीको पर्खाइमा छु अनि कतिखेर आउँछ भनेर मन यहाँ आर्टिस्टहरू चाहिँ एलिना चौहान आउने भनेको हामी आएका छु तर कोही पनि आएका छैनन् अहिलेसम्म आएकै छैनन् अनि हामी मेकअप सेकअप गरेर आएको हेर न अहिले पुरा थोपडाको ब्रस निस्किसक्यो भने छ अब मेकअप त गरेको थिएन गाइस तै पनि यस्तै थियो थोपडा फेरि पनि सब ब्रस निस्किसक्यो अहिले थाकिसक्यौँ 6 बजिसक्यो घर जाने टाइम भइसक्यो अहिलेसम्म आर्टिस्ट आएको छैन भने के मलाई त रिस उठ्दैछ एकदम रिस उठ्दैछ के आउँछ भने पनि यिनीहरूलाई 1 घन्टा अगाडि आउनु र 1 घन्टा अगाडि छोडेर जान के आपत आउँछ भने के मलाई त अब कसैलाई रिसाउने हो र या रिसाएर पनि केही फाइदा छैन भनिहाल यार 2-4 शब्द भन न यार तिमीहरू गाली गरेर कस्तो के त्यो एनिलाइन दिदी कस्तो के हामी बिहानदेखि पुरेर बसेछु यस्तो चिसोमा डान्स गर्ला भनेर इन्जोय गर्ला भनेर त्यो अहिलेसम्म आएका छैनन् आर्टिस्ट भने के कस्तो के मलाई त रिस उठेर आउँछ भने यस्तो बोलिरहेको छु नि अब हामी यतापट्टि घुमि मात्र रहेको छु के घुमिरहेको छु सो एभ्रीवान मिस एलिनाको चाहिँ दर्शन भएन हो नि हामी चाहिँ गइसक्यौँ घर